मेरी प्यारी आमालाई ह्याप्पी मदर्स डे। तिमी मेरो लागि के हो म शब्दमा वर्णन गर्न सक्दिन। मलाई जन्म दियो, स्नेह माया ममता न्यानो अङ्गालोमा पार्यो, हात थामेर ताते ताते गर्दै हिँड्न सिकायो, सधैँ मेरो साथमा रहेर हरेक क्षणमा सहारा पनि दियो, अबोध मलाई संसार देखायो, मेरा गल्तीलाई सच्याएर सम्झाउँथ्यो, आँसु पुसेर मायाले फकाउँथ्यो। स्कुलको मेरो पहिलो दिनमा चिटिक्क पारेर पठाएकी थियो। पहिलो महिनावारीमा म कति डराएको थिएँ। जतनले मलाई प्याड प्रयोग गर्न सिकायो। पढाइको लागि म अर्को सहर जाँदा तिमी दुखी र चिन्तित थियौ। मेरो हरेक कामको लागि तिमीलाई बोलाउँथे। सधैँमा आमा आमा भनी तिमीलाई नै खोज्दै। परिस्थितिले गर्दा आज तिमीदेखि टाढा छु। तिमीसँग धेरै कुरा गर्न मन लाग्छ, तर समय भएर पनि समय नै नभएको जस्तो। आजको लागि मायाको सानो सौगात तिमीलाई। धेरै माया, मेरी प्यारी आमा हजुर।